माइती पुज्नको लागि गतिलो टपरी गाँच्नुभन्दा पहिला दुना गाँच्नु पर्छ। दुनाको लागि दुईटा पात यसरी उल्टो र सुल्टो लिनुहोस्। एकपट्टिको भागलाई यसरी पट्याउनुहोस्, फेरि अर्कोपट्टिको भागलाई पनि यसरी नै पछाडि पट्याउनुहोस्, अनि टुप्पाको भागलाई पछाडि मोडेर सिन्काले खिल्नुहोस्, अनि अर्कोपट्टि पनि यसरी नै खिल्नुहोस्। यति गरेपछि हाम्रो दुना तयार भयो। अब पालो टपरीको। दुईटा पत्ता लिएर एउटा पातको टुप्पाले अर्को पातको फेद छोपेर खिल्नुहोस्, फेरि अर्को पात लिएर टुप्पाले फेद छोप्दै फेरि खिल्नुहोस्। यसरी चारवटा पत्ता उल्टो पारेर खिल्नुहोस्। हाम्रो टपरीको बेस तयार भयो। अब एउटा पत्ता बिचमा राख। अब तीनटा पात एकै साइजको लिनुहोस्, अनि पात एक साइड पट्याउँदै राख्नुहोस्। पट्याएको पातको फेद छोप्दै यसरी मिलाउनुहोस्। अब यसलाई मुनिसम्मको पात भेट्ने गरी खिल्नुहोस्। अब यो बाहिर देखिएको भागलाई अर्को पात लिएर पट्याएर खिल्नुहोस्। यसरी खिल्दा मुनिसम्मको भागलाई लिएर खिल्नुहोस्। अर्को पात लिएर अघिको पातको फेद छोप्दै यसरी खिल्नुहोस्। अब टपरीको बिट मार्ने पालो। बाहिरपट्टिको पत्ताको टुप्पा यसरी मोड्नुहोस्। अब बाहिरपट्टिको पत्तालाई मोड्दै खिल्नुहोस्। त्यसको छेउको पत्ता पनि त्यसरी नै मोडेर खिल्नुहोस्। अबको पत्तालाई पट्याएर पछाडिको भाग थोरै तानेर खिल्नुहोस्। अब यसरी नै पट्याउँदै वरिपरि खिल्दै जानुहोस्। यदि हजुरलाई टपरी बनाउन आउँदैन भने यो भिडियो सेभ गर्नुहोस्, र आउँछ भने नआउने साथीहरूलाई सेयर गर्नुहोस्।